है हस्बेन्डहरू है विशेष अब एउटा तपाईको वाइफ चाहिँ अब है तपाईको लागि नै आफ्नो जन्म घर आमा बाउ दाजुभाइ सबैलाई छोडेर एउटा अन्जान जग्गामा आएको हुन्छ तपाईहरुको लागि नै उसको चाहिँ कहिले पनि मन नदुखाउनु हुन्छ झगडा किन हुँदैन बुढाबुढीमा झगडा भएन भनेर कहाँ है झगडा गर्नुपर्छ अन्त तर अब झगडा भयो भन्नेमा चाहिँ अरू मान्छेको अगाडि चाहिँ कहिले पनि आफ्नो बुढीको चाहिँ साथ नछोड्नु अरू मान्छेको अगाडि चाहिँ कहिले पनि आफ्नो बुढीको बेइज्जत नगर्नुस् जति हुन्छ आफ्नो तपाईहरु है बुढाबुढीको बीचको कुरा दुईजनामै सीमित राख्नुस् उही यति सारो थर्ड पर्सन या त कसैलाई पनि तपाईहरुको बीचमा आउने चाहिँ जग्गा नदिनुस् कुनै पनि अब मतलब साथी भाइ शाखा सन्तान है कसैलाई पनि तपाईहरुको बीचमा आउने पस्ने चाहिँ नदिनुस् दूरी चाहिँ त्यति चाहिँ नबनाउनुस् हुन्छ झगडा एक दिन हुन्छ दुई दिन हुन्छ है तीन दिनमा त मिलि त हाल्छ अन्त झुट कहिले पनि नबोल्नुस् आफ्नो बुढीहरुलाई चाहिँ किनभने तपाईले बोलेको झुटले चाहिँ नि झुटको त लामो आयु हुँदैन जब उसले चाल पाउँछ नि त्यति बेला चाहिँ ऊ चाहिँ भित्रबाटै टुट्छ है साथीहरु झुट चाहिँ एकदमै नबोल्नुस् राम्रोको लागि होस् या त नराम्रोको लागि होस् कहिले पनि आफ्नो बुढीलाई चाहिँ झुट नबोल्नुस् कुनै पनि कुरा नलुकाउनुस् हर कुरा शेयर गर्नुस् बुढाले बुढीलाई बुढीले बुढालाई एकअर्कामा चाहिँ कहिले पनि कुरा लुकाउनै नगर्नुस् है जसले गर्दा चाहिँ अरू मान्छे आउने मतलब जो पनि आएर जे पनि भनेर जानु सक्छ नि त त्यस्तो भयो भने चाहिँ कहिले पनि अरूलाई भन्ने मौका चाहिँ नदिनुस् है साथीहरु तपाईहरु यति कुरा चाहिँ झगडा हुन्छ जति हुन्छ